तपाईको दुवै खुट्टा सुन्निएको छ भने मुख्य चावडा रोग छुटाउनुहोस्। त्यसमा पहिलो नम्बरमा पर्छ मुटुको रोग है। मुटुलाई लोड पर्ने कुनै पनि कुराहरू छ, तपाईँको शरीरमा रगतको मात्रा कम छ, मुटुकै कुनै समस्या छ, मुटुको भलको समस्या, मुटु कमजोर छ या मुटु सुन्निएको छ, मुटुकै केही कारणले तपाईँको चाहिँ खुट्टा सुन्निने हुनसक्छ। एउटा पहिलो नम्बर। दोस्रो कारण भनेको चाहिँ कलेजोको समस्याले गर्दा। कलेजो सुन्निएको छ, रक्सीले गर्दा कलेजो बिग्रेको छ, या कलेजोको छुट्टै अरू इन्फेक्सनहरू छ होइन, सररोगहरू छ, त्यो कारणले तपाईँको कलेजो सुन्निएको या कलेजोलाई लोड पर्ने कुनै पनि रोगहरू छ भने कलेजोको समस्याले गर्दा पनि खुट्टा सुन्निन सक्छ। नम्बर 3 भनेको चाहिँ किडनीको समस्या। तपाईँको मृगौलामा कुनै पनि समस्या छ, सुगर प्रेसरले हानेको छ होइन, किडनीलाई पत्थरले बिगार गरेको छ, कुनै अरू टिमर सिमर आएर बिगार गरेको छ, या किडनीको कुनै पनि समस्या होस्, किडनीको समस्या छ भने खुट्टा सुन्निन सक्छ, दुवै खुट्टा है त। अर्को चौथो नम्बरमा भनेको चाहिँ थाइरोइडको कारणले खुट्टा सुन्निन्छ है। तपाईँको थाइरोइडको समस्या छ भने खुट्टा सुन्निने, दुवै खुट्टा सुन्निने, कहिलेकाहीँ अनुहार पनि फुल्लिने सम्म हुनसक्छ है त। यी मुख्य 4वटा कारण भयो। तर कसैमा सानो कुराहरू अरू कारणले पनि खुट्टा सुन्निन सक्छ है त। खुट्टाकै कारणले है, खुट्टाको नसाहरू सुन्निएर, खुट्टामा चोटपटक लागेको भएर है त। त्यस्तै तपाईँको चाहिँ हाड जोड्नेको समस्या, मांसपेशीको समस्या, अरू नसाको समस्या, तपाईँको शरीरमा हर्मोनको लेभलहरू नमिलेर, यी यावत कारणहरूले खुट्टा अरू कारणले पनि सुन्निन सक्छ। तर मुख्य ती 4वटा कारण चाहिँ छुटाउनै पर्छ। हस्, धन्यवाद।